गुड मर्निङ सबैजनालाई। अनि हिजो चाहिँ त्यस्तै भयो, अलिक ढिलो नै उठ्यो, केही छैन। अब हामी चाहिँ एकछिन भिमान जानु लाग्यो, एकछिन भिमान घर आउने भनेर बसेको। हामी चाहिँ अलिक ढिलै भयो किनकि गफसफ गरेर एकछिन त्यहाँ गफसफ गरेर त्यहाँ हल्का हल्का बिजी भयो। अनि त्यस कारणले चाहिँ हल्का ढिलो उठ्यो, केही छैन। त्यही पनि सबैजनालाई हामी चाहिँ यसरी चट्टो जाँदैछौँ। बिहान बिहानै जस्तो चिसो छ, पछाडि चाहिँ अभिषेक छन्। अनि त्यही हो, मैले भ्लग चाहिँ निरन्तर हान्न चाहिँ पाएन, त्यस्तै भएर हो। अनि हामी चाहिँ यसरी छन्तक्क लाएर गइरहेको। अहिले उस खानुपर्छ, चट्टो लाएर चिया खानुपर्छ। यस्तो जाडो भइरहेको, चिसो छ। अब न्युट्रलमै झर्छ स्कुटर, टेन्सन केही बातै छैन, केही छैन। अनि अगाडि बेसबहादुर अनि हामी चाहिँ यहाँ छौँ। उसी कतिको लाखा म देखाइन्छ, कतिको लाखा उसी चाहिँ नमिठो लाखा कि लाखा गाडी आएको थाहा पायो देखेन। त्यही भएर हामी चाहिँ स्लो तरिकाले गाडी आएपछि झ्याप्पै आउँछ, झ्याप्पै आयो भने नडराउनु है त। चट्टो लाएर उल्टो यसरी आउँछ, यसरी मुड्दाखेरि रोके गरे के। यहाँ चाहिँ बेसी जन्छ अनि हामी चाहिँ यहाँ पारामा हल्का त्यही हो। हिजो चाहिँ अलि धेरै बेरसँगै बसियो हामी चाहिँ, त्यस्तै भयो। केटीहरूसँग नाच्यो, केटीहरूसँग नाच्यो, यता मुर्दारको हराइसम्म अस्ति जान्दै जाऊँ भन्दा नमानेर हामी त भ्लग बनाइन्छ नि आजकल, थाहा छैन तँलाई। अहिले फेरि स्टार्टिङ हो नि त मेरो त, त्यही भएर हामी चाहिँ यसरी गइरहेको। यो चाहिँ काम जान लाग्यो, आफ्नो जबतिर जान लाग्यो। सामी पनि आफ्नै जब लुच्ने जबतिर लुचिन्छ। एकछिन हामी तल गएर भेटौँ है त अब डाइरेक्ट, किनकि अब जाप गाडी आइरहेको, त्यही भएर एउटा हातले दुई गाडी पर्छ। नि हामी चाहिँ भर्खरै आइयो। माथि त लास्टै जाडो, तर यहाँ तल चाहिँ छैन। यहाँ चाहिँ ठिक्क गएर चिया खानुपर्छ। लास्टै पानी निस्क्यो नाकबाट पनि। यसरी बसिरहेको म त खोल्नै मन लाग्ने हाल्यो, जाडो भइरहेको त्यही कारणले हामी चाहिँ चिया खान बसेको चट्टो लाएर। एकछिन चिया खाइन्छ, अनि त्यसपछि बिहान तातो हुन्छ, अनि त्यसपछि चलिन्छ। त्यति हो आज। अनि त्यस्तै भयो। कपालले के भएको हो मेरो चाहिँ त्यस लाएर हामी चाहिँ घरतर्फ लाउँदै हो भर्खर। अहिले त ढुली त लागेन, यस्तो छ अहिले चाहिँ सिचुएसन। अहिले ढुलीलाई यस्तो छोटो नआउँछ हामीलाई होइन। अब चाहिँ हामी के हाल्यो यसरी कुहिरो राखा। यहाँ चाहिँ हामी चाहिँ अगाडितर्फ बढ्दैछौँ। हामी यसरी कुद्दिने अनि छोइदिइरहेको छ डबल स्ट्यान्ड होइन त। ठिक छ यहाँ चाहिँ कस्तो कुहिरो लाग्यो, अघि नै कुहिरो लाग्दैन नि, अहिले चाहिँ कुहिरो लाएर होइन।
हामी चाहिँ यता घाँस काट्न आइया छ म चाहिँ होइन है फेरि अनि यस्तो बडाको जङ्गल छ उता चाहिँ त्यहाँ पर चाहिँ मान्छेहरू त्यहाँ आम फल्छ अनि यता छाप्रो चाहिँ के को छाप्रो हो के हो त्यहाँ त्यहाँ चल त्यो पो हो अनि डल्ले बाबा खै त अनि म चाहिँ सर्लक्क देखाउँछु होइन कस्तो छ होइन भनेर यहाँ मेरो कपाल चाहिँ यस्तो भइरह यो चाहिँ स्टाइल भनौँ कि फ्री स्टाइल भनौँ थाहा भएन बाटै छैन कुरी अरे बहुत मनुष्य लग रहे हो मत करो रहने दो तौबा 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 थारा मूड खराब कर दिया भैया साला झन् गुल्टे थियो यार त्यो चिप्लो रहेछ कि सरी यस्तै हो हामी त यस्तै हो हामी त त्यही हो के गर्नु लडिन्छ बेला बेलामा तर नमिठो लड्यो दुखे होइन फेरि मलाई त दुख्दैन होइन फेरि मलाई त दुख्दैन मोबाइल नखाउँछुस् यति मात्रै मान्छे त जहाँबाट खस्छ नि केही नै हुँदैन कि मोबाइल नखाउँछुस् यति मात्रै मान्छे त जहाँबाट खस्छ नि केही नै हुँदैन कि अनि यस्तै के भन्नु अब हामी चाहिँ दाउरा काट्दा घाँस काट्न आएको त अनि यस्तै छ अनि घाँस काट्न आएको कुन घाँस झार्ने हो र हामी चाहिँ यस्तो छ यहाँ चाहिँ पुरै यो गाउँ होइन त कोदो यो सबै कोदो हो यो चाहिँ बारी सबै हाम्रै भनिदिउँ यता हो अनि यहाँ चाहिँ यसलाई चाहिँ खन्नेको बुट भन्छ है अरे बहुत मनुष्य लग रहे हो मत करो रहने दो तौबा 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 थारा मूड खराब कर दिया यस्तो छ पारा यसरी आम फालिदिन्छ न हेरे होइन कटुवाल तान्छु माथि ऊ चाहिँ काटेर माथि फाल न माथि फाल न ए यस्तो छ यस्तो लड्डियो यसरी लड्डियो केही छैन त्यही पनि अनि यस्तै हो माथि धेरै माथि आइयो बोक्न चाहिँ म बोक्दिनँ ल म चाहिँ सघाइदिनु मात्रै आएको हेरिदिनु मात्रै आएको बाघले खान्छ कि अनि त्यति मात्रै हो अरू केही होइन म झार्छु नि आऊ यो क्यामेरा साउन्ड परेन यस्तो छ गाउँ चाहिँ राम्रो छ एकदम यो चाहिँ राङरुङ भन्छ राङरुङ यो चाहिँ बरै गाउँ होइन त त्यहाँ चाहिँ उसको पोको रहेछ है यस्तो पोको छ हामी चाहिँ कोदो थटेर आएको म फेरि अघि भर्खर ड्याम थटेर आएको आएर अनि यसो तल झरौँ भनेर झरेको लड्डिहाल्यो केही छैन त्यहाँ चाहिँ झर्दैछ ल अनि यो बटलेर मास्तिर गइन्छ है त चाहिँ म झार्न गइरहेको यसले झार्न जानेन सकेन रहेछ त्यहाँ चढ्नु म चाहिँ एकदम बवाल झारिदिन्छु यस्तो ल ल देखाऊ है म कसरी झारिदिन्छु देखाइदिनु पहिला यसो गर्दैन है यसरी चढ्ने प्रयास गर्छु
ल अहिले भिडियो बनाएर देखाइदिन्छु कि म कसरी चढेको भनेर यिनीहरूले मलाई हेप्छ नि यसरी चढिदिन्छु म त्यसरी पनि क्वाकिदिन्छु यसरी क्वाकेर चाहिँ वान सट हो नि फेरि धेरै लिँदैन नि म सर झारेर भ्याइयो भ्याएर चाहिँ अब चट्टो लाएर चाहिँ अब बटाल्छौँ बटालेर अनि यसो जान्छौँ अनि आजको मेच म्याच चाहिँ के छ भने सबैजनाले लास्टसम्म हेरिदिनु होला यो भ्लग भ्याइए पनि अर्कोमा हाल्छु नि फेरि हेरेर बसिराख्नु अनि यहाँ चाहिँ हामीले सब उसहरू है यो चाहिँ एकदम काम गर्ने मान्छे हो एकदम काम गर्छ उसले चाहिँ म त फेरि ऊभन्दा एकदम काम गर्छु नि फेरि ए लद्दु म यहीँबाट आम फालौँ भने त अलि यस्तो रहेछ यसले धेरै टाढो रहेछ यसरी आम फाल्यो भने त मरिन्छ त त्यही भएर म यसरी घुमेर जान्छु है अनि अब बिस्तारै ब्लग हाल्छु म पनि सबैजनाले सपोर्ट गरिदिनु होला माया गरिदिनु भयो भने चाहिँ हाल्छु क्या माया गर्दैन भने चाहिँ यस्तै हो यस्तै डनहरू आम फालिन्छ जहाँ भने राजसम्म अन्त कम छैन डनहरू आम फालिन्छ जहाँ भने राजसम्म अन्त कम छैन निखिल उफ्रेदी भन्दा कम छैन अनि यहाँ तल चाहिँ कति राम्रो छ कि हेर्न सक्नुहुन्छ यस्तो अनि यस्तो छ तर चाहिँ यत्रो घाँस झारेर चाहिँ अनि यो चाहिँ यसलाई भैँसीलाई बाख्रालाई नि त बाख्रालाई अनि हामी बटाल्छौँ हेर्नु है त हामी चाहिँ अब घरतर्फ लाग्यो अब हेरि भ्याउनु होला हामीले उठाएको तरिका कति दुःख भएको यार यति गएको छ फेरि घाँसको भाइरी बोकेर चढिरहेको केटो मैले पनि बोकेको घाँस बोकिराख्नु अब सिधै माथि गएर भेटौँला यहाँ त फ्यासा परियो गाई जा घर आइसक्यौँ यहाँ चाहिँ पुरै माथि ढुटो पार्दैछन् मान्छेलाई त मैले त सक्दैन ढुटो पार्न त्यही भएर यिनीहरूलाई पारिदिएर अनि यस्तै छ यता चाहिँ पुरै है म पनि मैले आधी ठटाएर गएको त्यो चाहिँ अनि यहाँ चाहिँ यस्तो यता यसरी ठटाएर खान ए यसरी है यो चाहिँ यसलाई चाहिँ कोदो भन्छ है कोदो यता चाहिँ यसरी ठटाएको छ अनि आजको हाम्रो चाहिँ प्लान चाहिँ के छ भने अಯ್या मेरो ढाड चिलाए एकछिन है ढाड चिलाएको म त आउँदिनँ अनि यस्तो छ अब यहाँ हेर्न यस्तो स्ट्यान्डर्ड मान्छे यसरी हो नि त बस्ने म त यसरी बस्ने म त ल ठिक छ अनि यही हो देउसुरे अಯ್या कस्तो हानेको र साइकको ल यति नै आजको लागि हस्त नमस्ते बिदा लिन चाहन्छु फेरि पनि भेटौँला अब अर्को नयाँ ब्लगमा है त आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूं, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन
टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं है।